जन्मेर यत्रो ठुलो भयो अहिलेसम्म धरानको भ्यू यस्तो राम्रो हेरेको थिएन। आज त फिक्स गति पर्ने हैन। यही भेष मात्रै कति लाउँदो र च्यालले भनेर सोध्नु भएको होला गाइस, तर यो भेष मेरो होइन। यो भेष प्रकाश भाइको प्रकाश भाइको भेषै लाउनु त परेको नि। आज नि पहाड जाँदा लाउँछु भनेर मस्त सल्लाह। आज चाहिँ म जान लागेको थिएँ पहाड, तर पहाड हिँड्नु भन्दा अगाडि कस्तो धेरै नरमाइलो लाग्यो गाइस। सनबाई विदेशबाट आएर गिफ्ट दिनु भएको थियो एउटा सेन्ट, मजाले लाएर डङ्डै गर्न त जम्ला भनेर सोच्थ्यो। सेन्ट त ब्यागमा राख्दा राख्दै पो सिद्धै सेन्ट लाइदिन भनेर फुत्त घरबाट बाहिर निस्केको थियो। एकजना आन्टी कोला बेच्दै आउनु भएछ र ला कोला खाएर जा भनेर सानीमाले किनेर पो दिनु। त्यसपछि आफ्नो सबै झोला सोला हालेर मस्त सलाएर म चाहिँ बसमा चढेर सर र पहाडतिर लाग्यो। पहाड गाडीले त कत्रो आवाज निकालेको सायद म जन्मिनु भन्दा पहिलेदेखि नै चलेको है। यो गाडीमा म मात्रै ब्लगर होला भनेको त यता भाइहरु पनि मस्त ब्लग पो बनाउँदै रहेछ। फेरि मेरो हालत हेर्नु न कसरी बस्नु परेको छ, खुट्टा समेत यस्तो तरिकाले राखेर बस्नु परेको छ। फेरि यदि लामो यात्रा गर्दा भात खाएन भन्दा यात्रा नै खल्लो खल्लो जस्तो हुन्छ है गाइस। अब भात त खानु परेको भोकले हरिस हुन्छ। फेरि आज कति राम्रो सायदमा हिँडेछ अनि यस्तो हेर्न पायो कि आमामा यति राम्रो पायो। हिले डाँडामा पुगेर चाहिँ मस्त तुम्बामा बसेर फोटो हानुम्ला भनेको ड्राइभर दाइले त बसै रोक्न माने। बसलाई त फेरि उहाँ तल कहाँ गएर पो रोकिर आमामा कति धेरै चिसो यहाँ त हुसु हुरुरु लाग्यो। भगवान म त जाडोले मर्छु होला नि, यस्तो म त हातै ठिठिराइरहेको। तल बेसीको लेगुवा पुगेपछि त के को ठिठिराउनु हात त आमामा, गर्मी त खलखली पसिना पो आउन। जना चाहिँ सायदमा हिँडेछ नै भनेर कस्तो धेरै खुसी हुँदै आएको थियो। गाडीबाट ओर्लेर घरतिर लागेको त पानीले कुटेर त धस्दै पो पार्यो। फेरि त गाइजहरुको त पानी पर्दा पर्दै पानीपुरी पार्टी पो सुरु भइसकेछ। अनि पानीपुरी पार्टी सिधै बसी जसो तसो मरितरी घर पुगेको थियो। अनि नेक्स्ट भ्लग चाहिँ भोलि।